हेलो साथीहरू, सेवा नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ शनिबार थियो साथीहरू। अनि आज चाहिँ हामी शनिबारको दिन चाहिँ खोलातिर यसो रमाइलो यसो टाइम पासको लागि खोलातिर मसिनो माछाहरू मार्नको लागि जाँदैछौँ साथीहरू। हामी चाहिँ 6 जना छौँ अनि जाँदैछौँ साथीहरू। आजको दिन चाहिँ के कस्तो हुनेछ हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि हामी चाहिँ सानो माछा मार्नको लागि सानो बाँसको सानो हाँगा काट्नु पर्दो रहेछ। अनि त्यसको लागि काट्दै हुनुहुन्छ। अनि आजको भिडियो चाहिँ कस्तो हुनेछ हेर्दै गर्नु होला साथीहरू। सुँगुरको फार्म खतरा रहेछ त। मलाई डल्लुले भन्दै थियो, डल्लु काकाले पनि सबै थाहा हुँदैछ कि पानी पर्यो भने चाहिँ आज ओर्ने भयो छाला आफ्नै। जो चाहिँ भिज्दाखेरि अलिकति भिज्दाखेरि बिराम हुन्छ, ऊ चाहिँ भिज्दै हिँड्छ। झन् पानी आयो भने धेरै माछा पानीबाट झर्छ कि। माछा मार्नेहरूको टोली चाहिँ खतरा छ कि। यता खतरा यता सोल्टी अनि भाइ या गफ गर्दै हिँड्नुहुँदैछ। अनि चाहिँ यता 2 जना केटाहरू पछाडि सजम राई युमन राई। खोला पुगिसकेको छौँ है साथीहरू। अब चाहिँ ठुलो खोला चाहिँ नगएको, हामी चाहिँ सानो खोलामै मार्ने हो नि त। यत्रो खोलामै माछा पाइन्छ अरे। मलाई चाहिँ अचम्म लाग्यो यत्रो खोलामा चाहिँ माछा पाइन्छ भन्दा चाहिँ। माछा खोज्दै पिसाब यत्रो खोलामा पनि कस्तो पुल पो तल रहेछ तलनेरि। ल युमनले माछाको बच्चा पक्रेको अरे बिचरा। यता माछा मार्ने बनाउँदै हुनुहुन्छ। यी भाइ माछा मार्ने तरिका चाहिँ आइरहेछ सोल्टी 2 तलो आधी बिचमा झर्यो, यहाँ झर्यो माछा अलिक छेउमा र ठुङ्गिरहेछ एउटाले। होइन छुयो थाहा हुन्छ त्यो झल्लिन्छ क्या त्यसमा खाइरहेछ त। माछा चाहिँ कस्तो खालको माछा चाहिँ कहिले उगाउनु पायो भने उगायो भने यसरी माछा आउँछ। कतिवटा आयो पनि आयो। माछा चाहिँ यस्तो माछा चाहिँ कहिले खाइसक्नु? यस्तो माछा चाहिँ के अलि झार छ तल। यस्तो माछा चाहिँ कसले खान्छ? यस्तो घिन लाग्दो चिलो, म चाहिँ खाँदिनँ है। ठिकै छ। मसिनो त थोरै आएको छैन। खासै खाँदैन रहेछ क्या। मसिनो त थोरै आएको छैन नि त्यहाँ। ठुल्ठुलो आएको थियो आउनु त। म त त्यहाँ चारो देखाउँदै थकाउनुले उगाउने छ भन्दा म नि त अलिक मसिनो आइरहेछ क्या अहिले। अघि चाहिँ ठुल्ठुलो आएको थियो। एउटाले ठुङ्गिरहेछ, बटालिरहेछ सोल्टी। ऊ छिटेर गयो। निकाल्नु हुँदो रहेछ। थोरै अगाडि निकाल्नु भएको निस्किन्थ्यो होला त्यो। आयो एउटा आयो। दुईटा थियो। यसरी त कसरी मार्ने? खाइरहेछ, ठुङ्गिरहेछ। मसिनो सोल्टीको त मसिनो अलिक तल पुऱ्याउनु देख्छ कि अलिक यता होटेर तल लान्छ। आएको छैन, मसिनो मात्र आइरहेको एउटा मसिनो। ठुलो तल उफ्रिँदैछ, तल ठुलोको अझै तल डाउन गर्नु त। होइन आइहाल्छ नि माछा। आयो एउटा ठुलो आयो। अर्को
निस्किनुहुन्छ है। म चाहिँ यता बाटो रोड पनि खुनेको रहेछ नि त यतातिर चाहिँ रोड खनेको त यसलाई रोड त भन्छ ल। यो मान्छे गरेर आई यस्तो तरिकाले मार्दैछौँ कि आमामा खोला पनि कम्ता ठुलो छैन फेरि माछा पनि खै के माछा हो मलाई चाहिँ थाहा भएन त्यसलाई म चाहिँ देखेको थिइनँ त्यसलाई माछा भनेको मलाई यता लुगाहरू खटाहरू माछा यति रमाइलो छ कि माछा मार्नु कम्ता मजा भएको छैन माछा चाहिँ तर के हो माछा आज हामीले खासरी माछा बनाएको छैन अरे क्या खोलाको हालत यस्तो छ। एकजना तल माछा उगाउँदै हुनुहुन्छ निकाल्दै हुनुहुन्छ कति मार्दै हुनुहुन्छ। कतिवटा मार्नुभयो 3टा ए तपाईँले लु धन्यवाद मुरी धेर भइसक्यो खाइसकिँदैन लु जाम अब त अल्छी पनि लाग्नु थाल्यो खोला धेर हिँडेकोले आमा यत्रो माथि आयौँ कति माथि आइसक्यो भने र हामी हेर्नेमा पानी सुन्नु हुँदैन तपाईँ ढुङ्गामा एक छाक नि भएको छैन यो चाहिँ हाम्रो सन्जु है हेन्डसम सबैभन्दा यहाँ भएको यति पोल्ट्री अर्को पनि बनाउनु त यस्तो त्यहाँ चाहिँ युमन माछा मार्ने चाहिँ खाजान छोडेर माझी जस्तै छ झोला नि बोकिको कटेरको ठालो बनाउँदा यस्तो मजाले पर्यो कि एकै ठाउँ के दुईटा चाहिँ एकैचोटि निस्केको नि माछा त हेरेको भइहाल्यो कस्तो यस्तो नि माछा हुन्छ अरे म त छक्कै यहाँ सबै मारे तल त ठुलो मार्नु नि दुईटा मात्रै तल साथीहरू हामी चाहिँ यति अप्ठ्यारो जङ्गल हिँड्यौँ कि लास्टै अप्ठ्यारो यस्तो अहिले त कस्तो सजिलोमा चाहिँ भिडियो बनाएको यति अप्ठ्यारो बाटो चाहिँ घुमिएन आज चाहिँ आज जतिको चाहिँ अहिले जिन्दगीमा हिँडेको थिइनँ जस्तै लाग्यो क्या आमा यस्तो चिप्लो भिर खोलाको पारा पो हिँड्यौँ न कि त कस्तो हिँड्यो नि यो चाहिँ यहाँनिर चाहिँ नालामा बस्दा चाहिँ धरानमा के अरे हर्का साम्पाङले के अरे पानी लगेको धरानमा पानी लगिरहेको यस्तै नालामा देखेँ त्यस्तै लाग्यो क्या हर्का साम्पाङले धरान लानु भएको जस्तै नाला हामी यतातिर आइपुग्यौँ कहाँ आइपुग्यौँ मलाई नै थाहा छैन यति धेरै यति माथि नि हो कि हामी दुईजना चाहिँ अरू चाहिँ खोलातिरै हुनुहुन्छ हामी चाहिँ जङ्गल लडेर हात पनि यस्तो भयो क्या यस्तो यो के होला आमामा आम्म माछा यो माछा खतरा छ सक्यो अझै माछा मारेकै हुनुहुन्छ यतातिर भाइहरूले
अब चाहिँ अन्तिम भनेको बाटै भेटिँदैन कि जति गयो त्यति यस्तो बाटो यस्तोहरू छ बाटो पनि यस्तो म त आज त भोक लागिसक्यो चाउचाउ मात्रै खाएको काँचो चाउचाउ अघि तल पानी त्यो पनि पानी खान पाएको छैन आज तिर्खा लागेर कस्तो भइरहेको छ क्या आज त अघि त मजा रमाइलो हुँदै थियो अहिले त कहिले घर जान्छ के भइसक्यो हामी चाहिँ खोलादेखि निस्क्यौँ यहाँनिर बल्ल बल्ल पुल भेट्यौँ बाटो भेट्यौँ बल्ल बल्ल अब चाहिँ घर जाने हो 6 बज्नु लागेको छ भोक पनि लाग्दैछ सबैजनालाई 4-5 पोका चाउचाउ खाएको ल बल्ल त्यो पुल निस्क्यो कहाँ जाने पुल हो थाहा छैन हामीलाई माछाको छ हाला त्यस्तातिर जुम जुम गर लु निस्किनुहोस् माछा ल्याउनु हुने कि निकाल्नु भएन रहेछ नि त लागियो आउनु है यतातिर धान गोड्ने बेला भइसकेको छ यस्तो मजाको रहेछ धानहरू कतातिर पारीतिर पनि धानबारी रहेछ पर छ भोजपुर हामी यतातिर हेत्तेरिका यत्रो कहाँ छोडेर कहाँ पुगेर आयौँ ए त्यो पर छ भोजपुर कहिले पुग्नु धानबारी त कस्तो यहाँ छौँ अब कहाँ पुगिने भन्नु कहिले पुग्ने त्यत्रो पर छ अनि कति जानु त ओ हामी चाहिँ कहाँ आइपुग्यौँ भनेर थाहा पनि छैन जाँदैछौँ यत्रो रात परिसक्यो 6:30 भइसक्यो कतिखेर गएर खाना माछा पकाइ खाने हो ठाटुङ्गो छैन दुईजना चाहिँ पछाडि माछा मारेर अगाउनै भएको छैन भोक त अब त्यो कुरै नगरौँ न खोला डुल्नु गएको भोक त नलाग्ने कुरै हुँदैन नि यत्रो डुल्दा अनि यहाँनिर चौतारा छ अझै पर्खिनु पर्ने अवस्था छ कतिखेर पुग्छौँ थाहा छैन साथीहरू आजको हाम्रो भिडियो चाहिँ के कस्तो लाग्यो भिडियो हेरेर धेरै इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई रात परिसक्यो अब चाहिँ अन्तिम भिडियो